हेलो गुड मर्निङ एभ्रिवान। के गर्दै हुनुहुन्छ हजुरहरू? म चाहिँ घाँसतिर लागेँ है। आज चाहिँ अरू बेला चाहिँ कहिले बिहान के गर्छु भनेर हजुरहरूलाई देखाउँदिनँ थिएँ। आज चाहिँ फ्री भएँ अलिक, अनि त्यही भएर आज चाहिँ हामी दुईजना भएर घाँसमा जाँदैछौँ। अहिले घाँसहरू काटिसकेर हजुरहरूलाई देखाउने छौँ। अब हामी यहाँ घाँसमा जाँदैछौँ। यहाँ तल पुगेपछि फुपूहरूकोमा एकछिन बसेर चिया खाएर अनि फेरि घाँसमा जान्छौँ। चिया खाएर अब हामी घाँस काट्नतिर लाग्यौँ। हेर्नुहोस् है गाइस, हाम्रो फुपूको चाहिँ इस्कुस यसरी फलिसकेको छ टन्नै। यहाँ हेर्नुहोस् काँक्राबारी, काँक्रा पनि फलिसकेको छ। यतातिर कति बेची पनि सक्नुभयो होला। हाम्रोतिरको मौसम चाहिँ एकदमै धुम्म लागेको छ। आज चाहिँ हिजो कत्रो धेरै चट्याङ परेर पानीहरू आयो। अलैँची बारी पनि छ यहाँनिर। हामी चाहिँ जाँदैछौँ घाँस काट्नलाई। आज चाहिँ मौसम पनि एकदमै चिसो छ, हुस्से लागिरहेको छ। हामी चाहिँ घाँस काट्ने ठाउँमा आइपुग्यौँ। मसिनो बिरुवा छ यहाँनिर। यो के अरे, यो अलैँचीको जोगाउँदै काट्नुपर्ने हुन्छ। हिजो पनि मैले यतैतिर घाँस काटेँ। अब घाँसको भारी पुगेर घाँस लिएर हामी जाने। मेरो चाहिँ बल्ल 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 भारी पुगिसकेको छ। मेरो चाहिँ भारी पुग्यो होइन, यहाँभन्दा धेरै बोक्न सकिँदैन। उहाँको चाहिँ पुगेको छ कि छैन सोध्नु पर्यो। हेलो हेलो, भारी पुग्यो? छैन? पुग्यो होला। जाउँ। उहाँको चाहिँ भारी पुगेकै छैन भन्दै जिस्काउँदै हुनुहुन्छ, तर भारी चाहिँ पुगे जस्तो छ कि। अब म चाहिँ भारी बोकेर हिँड्नु पर्यो। आज चाहिँ मैले अर्कै किसिमले भारी लगाएको, अर्कै तरिकाले। अरू बेला चाहिँ म ठाडो लाउँथेँ, आज चाहिँ 150 लाउँदा सजिलो हुन्छ भनेकोले गर्दा 150 भारी लगाएको थिएँ। यो भुइँघाँस बोक्न चाहिँ मलाई साह्रै झ्याउ लाग्छ। मजाले भारी लाउन जान्दिनँ। अनि आज चाहिँ 150 बनाएर लगाएको थिएँ। बा भारी बिचमै छिर्छ कि भनेको छिर्दैन अरे। मेरो चाहिँ बिहानको ड्युटी यति नै हो। हेरेर कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला। बाई बाई।